कस्तो जीवन बाँचेका छौँ हामी, प्रमोसन भएका छौँ, जागिर खाएका छौँ, इज्जतमा छौँ, सम्मानमा छौँ हैन, मेहनत गर्यौँ, प्रगति भयो, सफलता प्राप्त गर्यौँ, तर पछाडि फर्केर हेर्दा कति वर्षदेखि म खित्का छोडेर हाँसेको छैन मलाई नै थाहा छैन। भनेपछि कस्तो जीवन बाँचिरहेका छौँ हामी, आफ्नो परिवारसँग हाँस्नै नपाउने, आफ्नो परिवारसँग रुनै नपाउने, आफ्ना कुराहरू सेयरिङ गर्नै नपाउने। हेर्छु त एकचोटि रौँ कसैसँग भने भोलि खुचिङ पर्यो भन्देला भन्ने पिर लाग्छ हामीलाई। कुनै दुःख असफलताका कुराहरू, घाटाका कुराहरू गरेर आफ्नो परिवार आफन्तसँग गरौँ भनेदेखि हामीलाई के लाग्छ, त्यसले अन्त गएर खुचिङ पर्यो भनिदिने हो कि हैन, मेरो कमजोरी उसले थाहा पाउने हो कि। तर हाँसौँ, खुसी बाँडौँ, सफलताका कुराहरू बाँडौँ भने खुट्टा तान्छ कि भन्ने पिर लाग्छ हामीलाई। अनि कस्तो आफन्त, कस्तो साथीभाइ, कस्तो परिवार, कस्तो समाज जहाँ हाँस्न पनि पाएनौँ, रुन पनि पाएनौँ। त्यो नै हो फ्रस्ट्रेसनको मुख्य कारण अहिले पछिल्लो समय। अब फ्रस्ट्रेसन भन्दा माथि त कैयौँ स्टेपमा गएर मान्छेले अकालमा आफ्नो जीवन अन्तिम गरिसकेका पनि छन्, हामी सबैजनालाई थाहा छ हैन।